जय मसीह येशू ख्रीष्टको नाममा सबैलाई अनि मेरो युट्युब च्यानलमा जतिजना हुनुहुन्छ दर्शकहरू उहाँहरू सबैलाई नमस्कार। अनि जुन जुन ठाउँदेखि मेरो युट्युब च्यानललाई हेर्दै हुनुहुन्छ अनि सब्सक्राइब गर्नुहोला, लाइक सेयर अनि कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु। अनि आज म हजुरहरूलाई के भन्न चाहन्छु भने अनि जति पनि हाम्रो विश्वासी जनहरू हुनुहुन्छ अनि देश विदेशमा रहेर बस्नु भएको छ अनि आफ्नो मण्डलीमा सेवाकाई गरिराख्नु भएको छ अनि सबैलाई चाहिँ म पवित्र आत्माद्वारा के भन्न चाहन्छु भने अनि विश्वमा भइरहेको जति पनि घटनाहरू छ अनि जति पनि भोकमारी, युद्ध अनिदेखि लिएर हरेक नराम्रो कार्यहरू भइरहेछ, यी कुराहरू हाम्रो जति पनि पवित्र धर्मशास्त्र बाइबलमा सबै उल्लेखित गरेको छ, लेखिएको छ। यी कुराहरू हामी सबैलाई नै थाहा छ। अनि हामीले चाहिँ केमा चाहिँ जोड दिनुपर्छ भने हामी जति पनि ख्रीष्टका जनहरू छौँ, ख्रीष्टका छोराछोरीहरू छौँ, हामी चाहिँ अनि प्रार्थनामा रहेर अगाडि बढ्न पर्दछ। परमेश्वर हाम्रो साथमा रहनुहुन्छ, उहाँले हाम्रो हर समय ख्याल गर्नुहुन्छ। अनि अहिले म देख्दछु अनि म पनि अहिले बाहिर नै छु अनि म मेरो देशमा छैन, किनभने आफ्नो समस्या अनि आफ्नो हरेक कार्यले गर्दा हामी सबैजना व्यक्तिहरू चाहिँ अथवा हामी मानिसहरू चाहिँ हरेक ठाउँमा गएर आफ्नो कार्यहरू गर्न पर्दछ। त्यो कुरा हामी सबैलाई नै थाहा छ। अनि म पनि अहिले हाल बाहिर युरोपतिर छु कामको सिलसिलामा। अनि अहिले म देख्छु कतिवटा न्युजहरूमा अहिले युद्धहरू भइरहेछ अनि जति पनि युद्धहरू दर्दनाक तरिकाको युद्धहरू भइरहेछ। अनि अहिले जति पनि इजरायलले हरेक देशहरूलाई हानिरहेछ, युद्ध गरिरहेछ अनि युद्ध भइरहेछ, हरेक त्यहाँ मानिसहरू मरिरहेछन् अनि मानिसहरू कति भोका भइरहेछन्, कतिको परिवारहरू उछाल बिछाल भइरहेछन्। यी कुराहरू बाइबलमा सबै लेखिएको छ, यस्तो हुने नै छ, होइरहेको छ यी कुराहरू। अनि हाम्रो देशमा पनि अस्ति जति पनि ती कामहरू भयो जेनजी आन्दोलनमा, त्यहाँ कतिजनाले ज्यानहरू गुमाए। अनि यी कुराहरूले गर्दा चाहिँ अनि जुन अन्तिमका दिनका कुराहरू बाइबलमा देखाइएको छ, ती कुराहरू चाहिँ भइरहेको छ जस्तो लाग्दछ मलाई, प्रिय मित्रहरू। अनि अब कतिपय मानिसहरूले यी कुराहरूलाई बुझेको छैनन् अनि जति पनि संसारमा रहेको अन्य जाति व्यक्तिहरूले यी कुराहरूलाई बुझेको छैनन्। तर हामी ख्रीष्टका जनहरूले चाहिँ यो कुरालाई बुझ्न पर्दछ। प्रिय मित्रहरू, पवित्र आत्माले भन्नुहुन्छ हरेक कार्यहरूमा चाहिँ समस्याहरू आउँदछ, सतावटहरू आउँदछ भनेर भनेको छ। प्रिय मित्रहरू, अनि त्यसै कारण हामी चाहिँ प्रार्थनामा रहनु पर्यो। भोलि गएर हाम्रो शरीरलाई त हामी बचाउन सक्दैनौँ, तर पनि हाम्रो आत्मालाई हामीले बचाउने प्रेरणा गर्नुपर्दछ। प्रिय मित्रहरू, अनि त्यसै कारण हामी चाहिँ जति पनि बाइबलमा लेखेको अनि परमेश्वरको जीवित वचनलाई चाहिँ हामीले हेर्नुपर्दछ। अनि ती कुराहरूमा रहेर हामी अगाडि बढ्नुपर्छ। ती कुराहरूलाई हामी अगाडि बढेर चाहिँ ती कुराहरूलाई चाहिँ हामीले पालना गर्नुपर्दछ। प्रिय मित्रहरू, अनि हामी पनि एकदम होसियारपूर्वक अगाडि बढ्नु पर्दछ भन्ने म चाहन्छु। प्रिय मित्रहरू, भन्दै आज यो बिहानी पख म यति कुराहरू भन्न गइरहेको छु। प्रिय मित्रहरू, हामी हरेक देश विदेशमा छौँ, हामी सुरक्षित भएर परमेश्वरको महिमा गरौँ, परमेश्वरको वचन अनि परमेश्वरको भएर आदर सत्कारमा अगाडि बढौँ भन्न चाहन्छु। प्रिय मित्रहरू, अनि म पनि अहिले बाहिरै छु कामको सिलसिलामा। अनि हर समय मेरो साथमा परमेश्वर हुनुहुन्छ, अब्बा पिता हुनुहुन्छ। उहाँको सुरक्षामा, उहाँको अनुग्रहमा म अगाडि बढिरहेछु। अब आउने दिनहरूमा मैले कति के कुराहरू गर्ने, यी कामहरू गर्नको लागि चाहिँ मेरो परमेश्वर हुनुहुन्छ। उहाँले नै मलाई अराउनुहुन्छ, खटाउनुहुन्छ, अगाडि बढाउनुहुन्छ भन्न चाहन्छु। अनि हजुरहरू सबैलाई पनि परमेश्वरले सहायता सुरक्षा दिनुहुन्छ भन्न म चाहन्छु भन्दै म बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार, गुड मर्निङ, बाई बाई, सी यू नेक्स्ट टाइम, वाचिङ फर माई भिडियो, वाचिङ फर माई सजेसन। अनि मेरो युट्युब च्यानललाई लाइक, सब्सक्राइब अनि सेयर कमेन्ट गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु। बाई बाई, टेक केयर, ह्याभ अ गुड डे, गड ब्लेस यू।